हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ म आइसकेको छु आफ्नो होम टाउन कपिलवस्तुमा। हामी सानो हुँदाखेरि सानैबाट ट्रेनिङ गरेको ठाउँ हो यो, एकदम राम्रो छ। हरियो दुबो नेचर गड गिफ्टेड भने पनि जे भने पनि यही हो। आज चाहिँ ट्रेनिङ गर्ने हो। धेरै दिनपछि आज ट्रेनिङ गर्नको लागि आफ्नो होम टाउन ग्राउन्डमा मेरो सुरुवाती दौडहरू चाहिँ यहीँबाट सुरु भएको थियो। यहीँ दौड्ने गर्थ्यो। जे जस्तो भए पनि जहाँ पुगे पनि आफू उम्रेको ठाउँलाई चाहिँ कहिले पनि बिर्सनुहुन्न गाइस। अब एकछिनपछि यहाँ ट्रेनिङ सुरु हुन्छ, घाम लागिरहेको छ, वातावरण एकदम शान्त। आफ्नो गाउँ भनेको गाउँ हो गाइस, कहिले बिर्सनुहुन्न। आफ्नो गाउँलाई माया गर्नुपर्छ। अब एकछिनपछि ट्रेनिङ सकिसकेपछि हाम्रो भेट हुनेछ। त्यसको लागि तबसम्मको लागि धन्यवाद। हेलो गाइस, एकदमै मजा आइरहेको छ यहाँ। हाम्रो आफ्नै होम ग्राउन्डमा ट्रेनिङ गर्न पाउँदा धेरै महिनापछि एकदमै रमाइलो भएको छ। काठमाडौँमा त दुबोमा ट्रेनिङ गर्न पनि नपाइने। दुबोमा ट्रेनिङ गर्दाखेरि सेक्रेटरीले लखटेर गाली गरेर तनाव। यहाँ त हेर्नु न, हाम्रो प्राकृतिकले दिएको दुबो छ, कति रमाइलो छ। सबै हरियाली हो यहाँ त। यहाँ त सेलिब्रिटी हुन पर्दैन यहाँ ट्रेनिङ गर्नको लागि। यहाँ त जसले पनि ट्रेनिङ गर्न पाउँछ भाइ। यस्तो ठाउँ छ हेर्नु न, कति रमाइलो छ। वाह, ट्रेनिङ भर्खरै सक्यो। आज एफसिआर थियो, फास्ट कन्टिन्युस रन 20-15-10 भर्खरै फिनिसिङ भइसकेको छ। लोड परेको छु। अब एकछिन कुल डाउन हुन्छ, त्यसपछि घरतिर चल्नु पर्छ ल। बाई गाइस।